ल साथीहरू सम्पूर्णमा जयमसी नमस्कार है। आजको डिनर खाना लागिरहेको छु क्या साथीहरू। म चाहिँ डिनर हेर्न डिनर फेरि मोमो क्या। यो चाहिँ मेरो आफ्नै सिप हो। जीवनमा पहिलोचोटि आफैले किमा बनाएर आफैले मोमो बेलेर बनाएको क्या है साथीहरू। पहिला पहिला मैले बनाउँदिनँ थिएँ के यसरी मोमोहरू। अब बुढा हुँदा होइन छोरी छोरा साथमा हुँदा सबै उनीहरूले बनाउँथे। यो छ टमाटरको अचार होइन, अनि धनियाँ पिसेको। त्यसपछि यो मैले सुप पनि बनाएको छु। यो पनि टमाटरकै हो होइन, हल्का ग्रेभी खालको बनाएको छु यो चाहिँ। अनि यसरी खाना लाग्यो क्या साथीहरू। कस्तो भएछ मैले यो किमा पनि चाखेको छैन क्या। कस्तो भएछ म भन्छु ल। हेर न मुजा या मुजा फेरि यसरी बनाएको क्या मैले। यो चाहिँ म आफैले पहिलोचोटि क्या। पहिलोचोटि है होटलमा गएर खाइदियो अब यताउता होइन। मलाई अस्तिदेखि मोमो खान मन लागेको थियो। अनि यसरी म आफैले बनाएँ क्या। भनेको छ कस्तो मिठो भएछ हौ। खान मन लागेको छ काट्नु छ। अस्तिदेखि मलाई खान मन लागेको थियो नि त। अनि यताउता काम के गर्दा नभ्याएको के। किमामा हल्का नुन खरो हुन्छ। अब घरमा त आफ्नै खुसीले खाने नि होइन। होटलमा गएर यस्तै गरी खान मिल्दैन नि होइन त। घरमा मात्रै हो यसरी हातले। कोही ठुलो भएको छ, कोही सानो भएको छ। अब खान मन लागेको कुरा खानु पर्यो नि होइन। पहिला पहिला घरमा हामी सबै फ्यामिली हुँदा हप्तामा एकचोटि 10 दिनमा 12 दिनमा चाहिँ हामी एकचोटि चाहिँ मोमो खान्छौँ। मेरो भागमा पिठो मुस्नेर अचार बनाउने पर्थ्यो भने ठुली छोरीले प्याज काट्ने होइन, अनि कान्छी छोरीले किमा बनाउने। अनि त्यसरी बाँडफाँड गरेर काम हुन्थ्यो होइन। अनि छिटै हुन्थ्यो। म त 5-6 गेडाले मोमोले अगाउँछु जस्तो छ हौ। मैले 20वटा बनाएको छु है बनाउनु चाहिँ। यो चाहिँ राँगाको है साथीहरू। हामी प्राय चिकनको खान्छौँ। त्यसपछि पोर्कको मिठो मिठो मिठो। अलि सुक्खा भएछ। मिठो भएछ। ल साथीहरू सबै खाना खाएको भिडियो हेर्दा लामो हुन्छ होइन। तपाईँहरूलाई भिडियो हेरिदिनुको लागि धेरै धेरै धन्यवाद साथीहरू। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।
गुड नाइट।